आफ्नो करेसा बालीलाई विषमुक्त बनाउनुहोस् र अमृत जस्तो उपजको उपभोग गर्नुहोस्, अनि मात्रै हाम्रो स्वास्थ्यको ग्यारेन्टी हुन्छ। नमस्कार, म भीम कुँवर। नेपालको कृषिमा अर्ग्यानिक कृषि प्रविधिको खोज र अभ्यासको कुरो गर्नुपर्दा सर्वप्रथम विक्रमसम्म 2056 सालमा जापानका एकजना टरियो हिगा नाम गरेका प्रोफेसरले कम्पोज गर्नुभएको इफेक्टिभ माइक्रो अर्गानिजम अर्थात् प्रभावकारी सूक्ष्म जीवाणुको कल्चरलाई हामीले कृषि क्षेत्रमा परीक्षण गरेका थियौँ। तर त्यसबाट कृषिमा त्यसले खासै प्रभावकारिता देखिएन। तर गाईवस्तुको दाना, कुखुराको चारोको चाहिने गुणस्तरमा चाहिँ केही सुधार गरेको, गाईको स्वास्थ्यमा पनि केही सुधार, साथै गाईको दुधको उत्पादनमा पनि थोरै वृद्धि भएको हामीले महसुस गरेका थियौँ। र कुखुराको खोरको दुर्गन्ध, सुँगुरको खोरको दुर्गन्धलाई पनि त्यसले एक हदसम्म नियन्त्रण गरेको हामीले पाएका थियौँ। तर हामीलाई चिन्ता थियो कृषि बालीको। त्यस बेलाको प्रविधिले फरेट र फ्युराडन जस्तो 3 महिनासम्म बाली र माटो दुवैमा चाहिँ नि क्रियाशील रहने अति घातक विषादीलाई समेत चाहिँ नि रासायनिक विषादीलाई समेत सिफारिस गरिएको हुनाले हामीहरूले त्यसबाट मुक्ति पाउनको निम्ति, कृषि बालीमा त्यसबाट मुक्त पार्नको लागि हामीले आयुर्वेदमा झारपातहरूको अध्ययन गरेर 12-14 किसिमका झारपातहरूलाई बटुलेर गाईको गोबरको रस, गहुँत र पानीमा 20-22 दिनसम्म ढडियाएर त्यसबाट निस्केको रसादीबाट तरकारी बालीका शत्रु क्रियाहरू नियन्त्रण गर्नको लागि हामीले परीक्षण गऱ्यौँ। त्यसबाट हामीलाई ठुलो उत्साह मिल्यो। हामीले बिस्तारै त्यसलाई चाहिँ अझ सजिलो र प्रभावकारी हामीले बनाउँदै लग्यौँ र विगत 10 वर्षदेखि हामीहरूले बजारबाट पाइने रासायनिक विषादीलाई अन्त्य गरेर कृषि बालीमा तिनै वनस्पति रसादीलाई प्रयोग गरेर बालीको पूर्ण रूपले सुरक्षा दिन हामीले सकेका छौँ। यो एउटा कृषि क्षेत्रमा पाएको ठुलो सफलता हामीलाई लागेको छ र सफलता हो पनि। र अहिले पनि हामीहरू तिनै रसादीहरूलाई हामी प्रयोग गरिरहेका छौँ। र अहिले हामीहरूले बन्नै लागेको एउटा वनस्पतिको रसादी पनि यहाँहरूलाई म देखाउन गइरहेको छु। म यो वनस्पति रसादी यहाँहरूलाई अहिले तयार हुनै लागेको वनस्पति रसादी देखाउन गइरहेको छु। म यो यही रसादी हो र यसको आधा लिटरले 15 लिटर पानीलाई मिसाएर चाहिँ नै तरकारी बालीमा छर्किएको खण्डमा चाहिँ नि तरकारी बालीका शत्रु किराबाट पूर्ण रूपले हामीले सुरक्षा दिन सक्छौँ हामीहरू। र यसलाई 30 देखि 32 डिग्रीको तापक्रमभित्र अथवा छायामा शीतलमा भण्डारण गरेको खण्डमा 3 वर्षसम्म हामीले यसलाई उपयोग गरेका छौँ मजाले। र यसलाई चाहिँ नि एउटा उद्योगकै रूपमा पनि हामीले चलाउन सक्छौँ हामीहरूले। र यहाँहरू पनि यो यस्तै किसिमको वनस्पतिको रसादी बनाउनुहोस् घरैमा आफैले र ढुक्कसँगले रासायनिक विषादीबाट मुक्ति पाउनुहोस्। अलिकति जाँगर देखाउनु पनि यो कामलाई गर्न सकिन्छ। र यसलाई हामीहरूले यहाँलाई 100 रुपियाँ लिटरको हिसाबले दिन पनि सक्छौँ हामी। तर भरसक तपाईँहरू यहाँहरू आफैले चाहिँ यो वनस्पति रसादी आफैले बनाउनुहोस् र प्रयोग गर्नुहोस्। यहाँहरूलाई म यो अर्ग्यानिक प्रविधिको अर्को एउटा प्रोडक्ट पनि देखाउन गइरहेको छु म। र यसको नाम कवच हो। र यसलाई चाहिँ 20-22 वर्षपछिको इन्भेस्टिगेसनबाट भारतका सुप्रसिद्ध कृषि वैज्ञानिक डाक्टर कृष्णचन्द्रले अनुसन्धान गरेर आविष्कार गर्नुभएको हो यो। र यसले बालीका रोग र किराको 60-70% चाहिँ रोग र किराहरूलाई नियन्त्रण गर्ने हामीले पाएका छौँ। र यो हामीसँग 1 लिटर भयो भनेदेखि यसबाट हामीहरू हजारौँ लिटर पनि बनाउन सक्छौँ। त्यसलाई सक्खर पानीमा बनाउनुपर्छ। त्यस्तै म अरू पनि यहाँ प्रोडक्टहरू, यो अर्ग्यानिक टेक्नोलोजीका अरू प्रोडक्टहरू म देखाउन गइरहेको छु। यो अर्को एउटा प्रोडक्ट हो कृषि बालीमा प्रयोग गरिने अर्ग्यानिक प्रविधिको। यसको नाम चाहिँ तपाईँको माइकोराइजा हो। यो माइकोराइजा हो। यसलाई पनि डाक्टर कृष्णचन्द्रले नै 20-22 वर्षको अनुसन्धान पछाडि बनाउनु भएको हो, यो निर्माण गर्नुभएको हो। यसको काम चाहिँ यो एउटा फङ्गस हो। यसको काम चाहिँ के हो भन्नुहुन्छ भनेदेखि
माटोमा भएको खाद्य तत्त्व र पानीलाई ल्याएर बालीको बिरुवामा बालीको जरामा ल्याएर चाहिँ नि राखिदिने काम गर्छ। बालीको जरासम्म ल्याइदिने काम गर्छ यो फङ्गसले। यसको कामै त्यही नै हो। यसले रातो दिन विश्राम नगरिकन 1 सेकेन्ड विश्राम नगरिकन यो काम गर्ने भएकोले गर्दाखेरि अरूको हित मात्रै गर्ने काम गरेकोले गर्दाखेरि अरूको लागि मात्रै खट्ने भएकोले गर्दाखेरि यसको उपनाम चाहिँ मैले हितजीवी भनेर राखेको छ। त्यस्तै यहाँहरूलाई अर्को पनि म एउटा प्रोडक्ट देखाउन गइरहेको छु। यो पनि अर्को एउटा फङ्गस हो र यसको काम चाहिँ भन्नुहुन्छ भनेदेखि यसले चाहिँ नि यसको नाम चाहिँ भन्नुहुन्छ भनेदेखि ब्युवेरिया बेसियाना हो। ब्युवेरिया बेसियाना हो। तर यसलाई उहाँले चाहिँ नि यो पनि डाक्टर कृष्ण चन्द्रले नै बनाउनु भएको हो, कम्पोज गर्नुभएको हो। र यसको चाहिँ काम के हो भनेदेखि बाली र माटोमा भएका बालीका अधिकांश शत्रु किराहरूलाई यसको सम्पर्कमा आएपछि चाहिँ 3 देखि 5 दिनभित्रमा रोग लगाएर मार्ने काम गर्छ। शत्रु किराहरूलाई रोग लगाएर मार्ने काम गर्छ 3 देखि 5 दिनभित्रमा। तर यसलाई हामीले परीक्षण गर्न बाँकी नै छ। भर्खरै ल्याएकामा हामीले परीक्षण गरेर हेर्न बाँकी नै छ। तर उहाँले तब 20-22 वर्षसम्म चाहिँ नि अनुसन्धान गरेर उत्पादन गर्नुभएको। तैपनि हामीले यहाँ परीक्षण गरेर हेर्नुपर्छ अनि मात्रै यसको बारेमा बोल्न पनि मिल्छ। त्यस्तै अब म यिनीहरूबाटै बनाएका यहाँ मेरो एउटा चाहिँ एउटा सानो प्रयोगशाला छ। यहाँहरूलाई म यो प्रयोगशाला देखाउन गइरहेको छु। यो अर्ग्यानिक प्रविधिको यो प्रयोगशाला हो। यसमा विभिन्न अर्ग्यानिक उत्पादन गर्ने चाहिँ नि कल्चरहरू छन् यहाँनिर। जस्तो यो एउटा OWDC। यो OWDC पनि डाक्टर कृष्णचन्द्रले धेरै वर्ष अगाडि नै कम्पोज गर्नुभएको हो। यो 80 भन्दा बढी ब्याक्टेरियाहरू यसमा छन्, सूक्ष्म जीवाणुहरू। यो माटोमै भएका कृषि, बाली र वातावरणको लागि अत्यन्त लाभदायी सूक्ष्म जीवाणुहरूको यो कल्चर हो। यसमा चाहिँ नि मानसरोवरदेखि बगेर आउने गङ्गा नदीमा भएको एउटा सूक्ष्म जीवाणुको ब्याक्टेरियालाई पनि यसले कम्पोज गरेको छ। जुन ब्याक्टेरियाले चाहिँ जुन जीवाणुले चाहिँ कृषिको, पशुको र मानिसको पनि ड्यामेज हुन लागेको, मर्न लागेको चाहिँ बुढो भएर मर्न लागेको सेल्सहरूको पनि मर्मत गर्ने काम गर्छ, सुधार गर्ने काम गर्छ। त्यस्तै यो अर्को एउटा टाइकोडर्मा हो। यसले चाहिँ नि माटोमा भएको समस्त फङ्गस रोगहरूको उपचार गर्ने काम गर्छ। अर्को यो एउटा हितजीवी हो। यो माइक्रोराइजा मैले अघि भनेको थिएँ, हितजीवीको यो कल्चर हो। अर्को यो इकोफङ्गी त्यो ब्युवेरी बेसियाना को इकोफङ्गीको कल्चर हो। अर्को यो कवचको कल्चर हो। अर्को यो नाइट्रोजन, फस्फरस, पोटासको ब्याक्टेरियाहरू भएको यो कल्चर हो। यिनै विभिन्न ब्याक्टेरियाहरू जो हाम्रो माटोमा हुनुपर्ने थियो तर अहिले समाप्त भएको छ। यी माटोका देवताहरू हुन्। यी माटोका देवताहरूलाई हामीले फेरि पूर्ण रूपले माटोमा स्थापित गर्नुपर्छ, ल्याउनुपर्छ। अनि मात्रै हाम्रो चाहिँ उत्पादन अर्ग्यानिक विषमुक्त हुनसक्छ। यहाँ हामीले यिनीहरूकै सहयोगबाट यहाँ विभिन्न हामीले यहाँ चाहिँ नि अर्ग्यानिक उत्पादन अरू साधनहरू चाहिँ नि बनाएका छौँ हामीले। जस्तो मल्टिभिटामिन्स, यो मल्टिभिटामिन्स यसकै झोलबाट हामीले बनाएको मल्टिभिटामिन्स हो। यो सस्तो पनि छ र सबै किसानहरूले घरमा आफै बनाउन सक्छन् र यो अत्यन्त शक्तिशाली, बजारमा पाइने मल्टिभिटामिन्स भन्दा यो शक्तिशाली र प्रभावकारी छ। किसानहरू यसको प्रयोगबाट अत्यन्त खुसी भएका छन्। यही हो झोल हो। यसलाई पनि पानीमा मिसाएर स्प्रे गर्ने हो। यहाँ अरू पनि मल्टिभिटामिन्सहरू छ। यहाँ अरू पनि मल्टिभिटामिन्सहरू विभिन्न मितिमा बनाएको छ। यो एउटा चाहिँ नि खनिज मल हो। जसरी बजारमा रासायनिक खनिज मल पाइन्छ त्यही खनिज मल जस्तै हो। तर बजारको रासायनिक खनिज मलमा चाहिँ अब विष हुन्छ। अब यसमा चाहिँ यो चाहिँ ढुङ्गा, खोलाका ढुङ्गाहरूलाई कुटेर यही झोलहरूमा डुबाएर चाहिँ बनाइएको चाहिँ नि खनिज मल हो। यो 20-22 दिनमा तयार हुन्छ। 1 लिटर भए 15 लिटर पानीमा मिसाएर स्प्रे गर्न पुग्छ। यो चाहिँ तयार खनिज हो। यो बन्दैछ भनेदेखि यो चाहिँ तयार खनिज हो।
तयार भइसकेको खनिज हो। यो चुन पानी हो। चुन पानीलाई पनि हामीले प्रयोग गर्नुपर्छ बेला बेलामा। यो चुन पानी हो। त्यस्तै यहाँ अरू पनि यो औषधि हो। यो अरू पनि प्रोडक्टहरू छन्। यी सबै कम लागतमा सस्तैमा बनाउन सकिने यो अर्ग्यानिक टेक्नोलोजीहरू छ, जसको प्रयोगबाट चाहिँ नि रासायनिक मल र रासायनिक विष आदिको भन्दा डेढा दुना बढी उत्पादन हामीले पाएका छौँ र अमृत जस्तो उपज पनि यसले बनाउँछ। यहाँहरूले पनि यो अर्ग्यानिक प्रविधि अपनाउनुहोस् र आफ्नो करेसा बालीलाई विषमुक्त बनाउनुहोस् र अमृत जस्तो उपजको उपभोग गर्नुहोस्। अनि मात्रै हाम्रो स्वास्थ्यको ग्यारेन्टी हुन्छ। अस्पताल धाएर औषधिको सेवन गरेर हाम्रो स्वास्थ्यको सुरक्षा हुँदैन र हामीले अर्ग्यानिक खेती गर्नु पर्यो र विषमुक्त अमृत जस्तो अर्ग्यानिक उपज हामीले सेवन गर्नु पर्यो। त्यस कारणले यहाँहरूलाई आज यति भन्दै म बिदा हुन चाहन्छु। फेरि भेटौँला। हस्, अहिले यति नै।